नेक्सस स्कुलले अस्ति भर्खरै अन्डर 14 को राष्ट्रव्यापी प्रतियोगितामा ब्याडमिन्टनमा गोल्ड मेडल प्राप्त गरेको थियो। त्यसको केही दिन पछाडि तुरुन्तै फेरि ड्रइङमा चाहिँ बागमती प्रदेश टप गरेर आएको छ, प्लस अरू 4 वटा अवार्ड सहित 5 वटा अवार्ड लिएर आएको छ। हामी विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै बधाई भन्न चाहन्छौँ, परिवारलाई पनि बधाई दिन चाहन्छौँ र हाम्रो टिचरलाई धन्यवाद छ। हामी सबै चाहिँ खुसी छौँ। नेक्सस इन्टरनेसनल एकाडेमीले आजभन्दा 14 वर्ष अगाडि उपत्यकाव्यापी ड्रइङ कम्पिटिसन गर्दै आएको। यो चाहिँ प्रत्यक्ष आँखाले देख्ने भएको हुनाले त्यो ड्रइङ कम्पिटिसनमा 30 दिन चाहिँ नेक्सस स्कुलको विद्यार्थीहरूले भाग लिँदैनन्। आन्तरिक रूपमा उहाँहरूको कम्पिटिसन चाहिँ गराइन्छ। तर नेक्सस स्कुल आयोजक भएर गर्दाखेरि उपत्यकाव्यापी ड्रइङ कम्पिटिसन गर्दाखेरि चाहिँ उपत्यकाभरि छरिएर रहेका जो पार्टिसिपेन्ट हुनुहुन्छ स्कुलहरू, त्यही स्कुलभित्रका विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराउने कार्यक्रम अनुसार हामी 14औं वर्षमा प्रवेश गरेका छौँ र यही सिलसिलाबाट हाम्रा विद्यार्थीहरू विभिन्न ठाउँमा प्रतिस्पर्धाको रूपमा जान्थे र यो साल प्याप्सन बागमती प्रदेशले यो 13 वटै जिल्लाभित्र कम्पिटिसन गराउँदै जिल्लाबाट फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ हुँदै आएका अथवा स्कुलबाट आएका र जिल्लाबाट चाहिँ टप 10 लाई पठाउने जुन व्यवस्था मिलायो। नेक्सस स्कुल पनि काठमाडौँ जिल्लाको प्रतिनिधित्व गरेर गएको थियो र यसले चाहिँ 15,000 नगद सहित प्रथम बागमती प्रदेश प्रथम भयो र अरू 4 वटा अवार्ड पनि लिएर आयो। त्यसमा बेस्ट क्रिएटिभिटी, बेस्ट ड्रइङ, बेस्ट कन्सेप्ट लगायतका ट्रफीहरू लिएर आएको छ। यो असाध्यै उत्साहजनक रूपमा सिन्धुपाल्चोकको सुकुटे बीचमा चाहिँ सम्पन्न भएको थियो र विद्यार्थीहरू पनि असाध्यै खुसी भएर आएका छन् र निकट भविष्यमै हाम्रो चाहिँ 15औं उपत्यकाव्यापी ड्रइङ कम्पिटिसन गर्दैछ नेक्ससले। त्यसमा पनि हामी चाहिँ यो 4वटा जिल्लाका काभ्रेसहित विद्यार्थीहरू भेला पार्ने चाहिँ तयारीमा छौँ।